हेलो एभ्रिवान, नमस्ते एन्ड वेलकम टु माई मिनी भ्लग। आज चाहिँ हामी जाँदैछौँ मुभी हेर्नको लागि। रेडी भएर अब मुभी हेर्नलाई हाम्रो चाहिँ अब इटली जानुपर्ने हुन्छ, नजिकैको राम्रोको लागि। र हामी इटली जाने तयारी गर्दैछौँ। यो चाहिँ अब घरबाट निस्किसकेपछिको दृश्य हो। यो चाहिँ हाम्रो गाउँ, एकदम राम्रो देखिरहेछ हाम्रो गाउँ पनि। र म फाइनली सलकपुर चोक आइपुगेँ। साथी चाहिँ आइसकेको थिएन र म साथीलाई पर्खिरहेको छु। साथी चाहिँ बेलबारीबाट आउनुपर्ने थियो र यहाँको बाटोहरू अहिले एकदम बनाइरहेको कारणले गड्याङ गुडुङ हिलो धुलो छ। र फाइनली साथी र मेरो चाहिँ भेट भइसक्यो। साथी चाहिँ म्याजिकमा आएको थियो। अब हामी चाहिँ स्कुटरमा लाग्यौँ इटलीतर्फ। यो चाहिँ हाम्रो सलकपुरमा अलिकति बनेको बाटो हो। बाटो पिचे भइसके पनि यहाँ सबै धुलै धुलो कहाँबाट हो जम्मा भएर धुलो हिलो। अहिले इटली जान सक्नु छैन। र हामी लाग्दैछौँ यी बसको पछि इटलीतर्फ। अलिकति पिचको मजा लिँदै थोरै भए पनि। ल गाइज, अब आयो असली बाटो। अहिले इटली जानुन्जेलसम्म सबै यस्तै बाटो छ। हिलो धुलो गड्याङ गुडुङ। यो बाटो अहिले हिँडिसक्नु छैन। डेली आउने जाने मानिसहरूलाई त एकदम गाह्रो नै भइरहेको होला। हामी कहिलेकाहीँ गइराख्ने मान्छेलाई त गाह्रो छ। यस्तै बाटो हामी लाग्यौँ। र जाँदै बाटोमा पाथिभरा माताको पनि दर्शन गऱ्यौँ। देख्न सक्नुहुन्छ पाथिभरा मन्दिर रहेको छ यहाँ। पाथिभराको दर्शन गर्दै हामी फेरि बाटोतर्फ लाग्यौँ। र हामी चाहिँ अहिले गुडगाउँको यो स्कुल हुँदै यो बाटो लाग्दैछौँ। यो चाहिँ आयो गुडगाउँ बजार। बाटो त यस्तै छ। काहीँ बन्दैछन्, काहीँ बनिसकेका छन्, काहीँ हिलो छन्, काहीँ धुलो छ। त्यही त हो। बाटो चाहिँ चाँडो बनाइदियो नि। र हामी जाँदै आइपुग्यौँ गच्छावरतिरको विश्वकर्मा मन्दिर। र हामी लाग्यौँ गच्छातर्फ। यो चाहिँ गच्छाको पुलबारीतिर बनेको बाटो हो। यहाँ चाहिँ अलिकति यो पानीको निकासको लागि बनाउँदै रहेछ। यस्तो छ अवस्था। र यो चाहिँ यमराज भन्छन् कि के भन्छन्, हाम्रोतिर त यमराजै भन्छन्, कसैले बाउ भन्छन्। यता यमराज, यो त हाम्रो यमराजको बाउहरूको बस्ती। एकदम रोमाञ्चक छ सिन। र यो चाहिँ एकदम इटली पुग्नुभन्दा अलिकति अगाडिको एकदम हिलो बाटो हो। यसलाई चाहिँ बाँसबारी भन्छ। यहाँ चाहिँ अलिकति यो ओभरपास अन्डरपासको नि काम हुँदैछ। त्यसले गर्दा पनि होला एकदम बाटो हिलो धुलो गड्याङ गुडुङ छ। यी देख्न सक्नुहुन्छ, यो चाहिँ ओभरपास। यहाँबाट तल अन्डरपास देख्न सकिन्छ। र हामी जाँदै अब स्कुटरमा पनि तेल सकेको कारणले अब तेल हाल्न पेट्रोल पम्पतर्फ जाँदैछौँ। हामी पेट्रोल पम्पबाट निस्केपछि लगभग इटली पुग्छौँ। र यो चाहिँ हो हाम्रो बुढी खोलाको सिन। यसलाई चाहिँ बुढी खोलाको मुक्तिघाट भन्छ। र यो चाहिँ कृष्ण मन्दिरको पनि सिन हेर्न सकिन्छ अलिकति। र अब चाहिँ हामी लगभग इटली आइपुग्यौँ भन्न सकियो। इटली बजारै त यो होइन, इटली चोक त होइन, तर अलिक रोडतिर बुढी खोला। र यो चाहिँ इटली चोक हो। सबभन्दा हिलो त इटली चोकमा पो रहेछ त।
र यो चाहिँ इटरीको मेन चोक हो। यसलाई चाहिँ अब वीरेन्द्र चोक भन्थे पहिले, कोही कोही गोल चोक पनि भन्छन्। म चाहिँ इटरी चोक भन्छु यसलाई। यसपछि हामी विराटनगर लाइन तर्फ लाग्यौँ र हामी पुग्यौँ नमस्ते मोमो, जहाँ चाहिँ हामी अब खाजा खान्छौँ। साथी पनि यसो भिडियो बनाउँदैछ, म पनि उसको भिडियो बनाउँदैछु। र चाहिँ नमस्ते मोमोको चाहिँ यस्तो छ, आउनु होला, धेरै राम्रो मोमो पाउँछ यहाँ। मोमो खान आएको, साथीको मोमो चाहिँ छिटो आयो, मेरो चाहिँ आएन। मोमो खाइसकेपछि अब हामी अलिक चाँडै आएको हुनाले यसो अब घुम्नतिर लाग्यौँ। यसो इटरी घुम्यौँ, त्यसपछि तरारातिर गयौँ, कतै कतै घुम्यौँ र एकछिन घुम्यौँ रमाइलो गऱ्यौँ। यो चाहिँ धरान जाने बाटो हो, देख्न सक्नुहुन्छ तपाईँहरूले। र घुमिसकेपछि अब हामी फेरि भोकाएका छौँ र हामी फेरि खाजा खान आयौँ यहाँ रेस्टुरेन्टतर्फ। रेस्टुरेन्टको भ्यू चाहिँ यस्तो छ, माथिबाट यस्तो देखिन्छ। र फाइनल्ली हामी आज जेको लागि आएका थियौँ त्यसको लागि हामी सेन्ट्रल प्लाजा आइसकेका छौँ। हामी चाहिँ आज मुभी हेर्न आएको थियौँ, स्पाइडरम्यान अ ब्रान्ड न्यू डे। र हामी स्कुटर पार्किङ गरिसकेपछि हामी लाग्यौँ। साथी चाहिँ एकदम एक्साइटेड छ स्पाइडरम्यान हेर्नलाई। यसो यसो गरिरहेको छ अघिदेखि, उसले पनि मलाई सिकाइरहेको छ यसो यसो गर्नुपर्छ भन्दै। बनाएको रहेछ अझ आगो लागेदेखि। र देख्न सकिन्छ यहाँ स्पाइडरम्यानको पोस्टर पनि छ। यसो पाइरेसी त नगरौँ भनेको थियो, अब अलिकति सानो क्लिप चाहिँ हालेँ। र मुभी हेरिसकेपछि हामी रातको 9:30 बजीतिर घरतिर लाग्यौँ। Thanks for watching. Do subscribe, do follow and support. Thank you guys.